दशांश, यो शब्द सुन्ने बित्तिकै सायद धेरैको मनमा प्रश्नहरू उब्जिन्छन् हैन त? के यो हामीले मान्नै पर्ने एउटा अनिवार्य नियम हो, वा यो नयाँ करारमा हाम्रो हृदयबाट स्वतन्त्र रूपमा आउने उदारताको कुरा हो? ल, आज हामी बाइबलको आधारमा यही विषयको गहिराईमा पुग्नेछौँ। र यो प्रश्नले अक्सर हामीलाई सोच्न बाध्य बनाउँछ। के हामीले दशांश दिएनौँ भने के हामी साँच्चै परमेश्वरलाई लुटिरहेका छौँ त? यो सुन्दा अलि गम्भीर लाग्छ, तर धेरैको मनमा यही डर र प्रश्न लुकेको हुन्छ। आज हामी यही कुराको जडसम्म पुग्ने प्रयास गर्नेछौँ। यो बहसको केन्द्रमा छ पुरानो करारको एउटा निकै शक्तिशाली पद मलाकीको पुस्तकबाट। यहाँ परमेश्वरले अगमवक्ता मलाकी मार्फत इस्रायल राष्ट्रलाई भन्नुहुन्छ, तिमीहरूले मलाई लुटिरहेछौ। अनि उहाँले एउटा चुनौती पनि दिनुहुन्छ, सम्पूर्ण दशांश ल्याएर हेर, म स्वर्गका ढोकाहरू खोल्छु कि खोल्दिन। हो, यही पद नै धेरै छलफलको आधार बन्ने गर्छ। ल, अब यो विषयलाई दुई फरक दृष्टिकोणबाट हेरौँ है त। पहिलो हो निरन्तरताको दृष्टिकोण। यो मान्नेहरू के भन्छन् भने दशांश दिने आज्ञा पुरानो समयको लागि मात्र थिएन, यो एउटा यस्तो सिद्धान्त हो जुन कहिल्यै अन्त्य हुँदैन। मतलब यो आज पनि हामी ख्रिस्टियनहरूको लागि उत्तिकै लागू हुन्छ। अब यो दृष्टिकोणको मूल विश्वास के हो त? उहाँहरू भन्नुहुन्छ दशांश भनेको मूसाको व्यवस्थाबाट मात्र सुरु भएको कुरा होइन, यो त त्योभन्दा पनि धेरै पुरानो एउटा विश्वव्यापी आत्मिक सिद्धान्त हो, परमेश्वरमाथिको विश्वास देखाउने एउटा आधारभूत तरिका। अनि यसको लागि बाइबलबाटै बलियो प्रमाणहरू पनि दिइन्छ। जस्तै पहिलो कुरा, अब्राहमलाई हेरौँ। मूसाको व्यवस्था आउनुभन्दा 100 वर्ष अगाडि नै उत्पत्ति 14:20मा उहाँले मल्कीसेदेकलाई दशांश दिनुभएको थियो। दोस्रो, मलाकी 3:6मै लेखिएको छ, म परमप्रभु बदल्दिन। यदि परमेश्वर बदलिनुहुन्न भने उहाँका सिद्धान्तहरू पनि सधैँको लागि हुन् भन्ने तर्क छ। अनि त्यो मलाई जाँचेर हेर भन्ने चुनौती, त्यो त सबै समयका विश्वासीहरूको लागि विश्वासमा पाइला चाल्ने एउटा मौका हो। ल, त्यो त भयो एउटा पक्ष। अब सिक्काको अर्को पाटो हेरौँ, जसलाई उदारताको दृष्टिकोण भनिन्छ। यो दृष्टिकोणले चाहिँ अलि फरक कुरा गर्छ। यसले भन्छ दशांश पुरानो करारको व्यवस्थाको लागि थियो, जब येशू आउनुभयो उहाँले दिने कुराको एउटा नयाँ र अझ फराकिलो मोडेल ल्याउनुभयो। यो दृष्टिकोणको मुटुमा हुनुहुन्छ येशू ख्रीष्ट। तर्क के हो भने येशूले हाम्रो लागि व्यवस्थाका सबै मागहरू पूरा गरिदिनुभयो। त्यसैले अब हामी नियम कानूनको बोझमा होइन, तर परमेश्वरको अनुग्रहमा स्वतन्त्र भएर जिउँछौँ। यसको मतलब दिने कुरा पनि अब 10% हिसाब किताबमा होइन, तर अनुग्रहले भरिएको मनबाट आउने उदारतामा चल्छ। अब यो दृष्टिकोणलाई समर्थन गर्ने बाइबलीय आधारहरू पनि निकै बलिया छन्। जस्तै गलाती 3:13मा प्रष्ट भनिएको छ, ख्रिस्टले हामीलाई व्यवस्थाको शराबबाट छुटकारा दिनुभयो। अर्को कुरा, प्रेरितको पुस्तकको 15 अध्यायमा हेर्नुस् त, जब मण्डलीका अगुवाहरूले अन्य जाति विश्वासीहरूले के मान्नुपर्छ भनेर निर्णय गरे, त्यहाँ दशांशको त कुरै उठेन। अनि नयाँ करारले के सिकाउँछ? 2 कोरिन्थी 9:7 अनुसार करले होइन, खुसी साथ देऊ। र कहिलेकाहीँ त अनुग्रहले हामीलाई 10% भन्दा पनि धेरै दिनलाई उक्साउँछ, जस्तो हामी प्रेरित 4मा देख्छौँ। अब यी दुई दृष्टिकोण बीचको फरक बुझ्नको लागि एउटा शब्द बुझ्न एकदमै जरुरी छ, त्यो हो करार। करार भनेको के हो त? सजिलो भाषामा भन्दा यो परमेश्वर र मानिसहरू बीचको एउटा पवित्र सम्झौता हो, जसले उनीहरूको सम्बन्ध कस्तो हुन्छ भनेर निर्धारण गर्छ। र बाइबलमा हामी ठ्याक्कै यही दुई करारहरू देख्छौँ, पुरानो र नयाँ। पुरानो करार व्यवस्थामा आधारित थियो, जुन खास गरी इजरायल राष्ट्रको लागि थियो। तर नयाँ करार जुन येशूले ल्याउनुभयो त्यो चाहिँ अनुग्रहमा आधारित छ, र यो कुनै एक देशको लागि मात्र होइन, येशूमा विश्वास गर्ने सबैको लागि हो। यो व्यवस्थाबाट अनुग्रहमा भएको एउटा गजबको फड्को हो। त्यसो भए जब करार नै बदलियो, दिने कुराको उद्देश्य पनि त बदलिनु स्वाभाविक हो, होइन त? मन्दिरको लागि दिनेदेखि लिएर सुसमाचारको लागि दिनेसम्म यो परिवर्तन निकै ठूलो थियो।
यसलाई अझै प्रष्ट पारौँ। पुरानो करारमा दशांश दिनु एक किसिमको दायित्व थियो, एउटा नियम। किनभने त्यसले मन्दिरको व्यवस्थापन र लेवीय पुजारीहरूको हेरचाह गर्थ्यो। तर नयाँ करारमा आउँदा दिने कुरा अब अनुग्रह र स्वेच्छाको कुरा भयो। अब यसको उद्देश्य के हो त? 1 कोरिन्थी 9 र फिलिपी 4ले प्रष्ट पार्छ। सुसमाचार प्रचार गर्नेहरूलाई सहयोग गर्ने र परमेश्वरको राज्य विस्तार गर्ने उद्देश्य नै फरक भयो। ल, यति धेरै धर्मशास्त्रको कुरा गरिसकेपछि अब सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आउँ। आज हामीले विशेष गरी मण्डलीमा नयाँ हुनुहुन्छ भने कसरी दिने त? यसको व्यावहारिक पक्ष के हो? नयाँ करारले हामीलाई सिकाउने सबैभन्दा ठूलो कुरा यही हो। प्रश्नै नै बदलिन्छ। अब मैले कति दिनै पर्छ भन्ने डरको प्रश्न होइन, बरु म कसरी खुसी र एउटा उद्देश्यका साथ दिन सक्छु भन्ने हृदयको प्रश्न हो। अनि यसको लागि 2 कोरिन्थी 9:7 भन्दा राम्रो पदहरू के होला र? हरेकले आफ्नो हृदयमा राखे बमोजिम देओस्, चित्त दुखाएर वा करकापले होइन, किनभने खुसी साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। यहाँ मुख्य कुरा प्रतिशत होइन, हृदय हो। खुसी साथ दिने हृदय। त्यसो भए दिने बारेमा कसरी निर्णय गर्ने त? यहाँ 3वटा सरल चरणहरू छन्। पहिलो, आफ्नो मनलाई जाँच्नुहोस्, मेरो नियत के छ? दोस्रो, आफ्नो वरिपरि हेर्नुहोस्, आफ्नो स्थानीय मण्डली र सुसमाचारको काममा के आवश्यकता छ त्यो बुझ्नुहोस्। र तेस्रो, यी सबै कुराहरूलाई प्रार्थनामा राखेर बिना कुनै दबाव खुसी साथ निर्णय गर्नुहोस्। ल, आजको यो सबै छलफललाई सारमा भन्नुपर्दा केही मुख्य कुराहरू छन्। पहिलो, मलाकी 3को शराब अब ख्रिस्टियनहरूको लागि होइन, किनकि येशूले त्यो शराब आफैमाथि लिनुभयो। दोस्रो, दिनु भनेको एउटा बोझ होइन, तर परमेश्वरको काममा सहभागी हुने एउटा खुसीको जिम्मेवारी हो। तेस्रो, मत्ती 23:23मा येशूले सिकाउनु भए जस्तै कति दिइयो भन्दा पनि कस्तो मनले दियो भन्ने कुरा महत्त्वपूर्ण छ। र चौथो, 10% दिने कुरा एउटा राम्रो सुरुवात वा मार्गदर्शन हुन सक्छ, तर यो कुनै फलामे नियम भने होइन। र अन्तमा एउटा प्रश्न छोडेर जान चाहन्छु। यदि हामी 10%को नियममा बाँधिएका छैनौँ भने के यसको अर्थ हामीले कम दिए पनि हुन्छ भन्ने हो? वा के परमेश्वरले हामीलाई दिनुभएको त्यो असीमित अनुग्रहले हामीलाई एउटा निश्चित प्रतिशतको घेरा तोडेर अझै धेरै उदार हुन बोलाइरहेको छ? यो प्रश्न हामी सबैले आफैलाई सोध्न जरुरी छ।